ल बारीको जग्गा नि बेच्यो 1 करोड छ के गर्ने छोरा हो लान्स हो कि अब ल पैसै पैसा 1000 म ल चल तिमीहरू त अलिकति पढे लेखेको मान्छे अब यो पैसा के गर्दा सदुपयोग हुन्छ भन त कान्छ जेठा अब धेरै कुरा गर्न सकिन्छ बुवा यसको चाहिँ जस्तै अब क्रिप्टोमा हाल्न सक्यो त्यसपछि स्टक मार्केटतिर इन्भेस्ट गर्न सक्यो नभए एफडीमा राख्दा पनि हुन्छ अलिकति पैसा चाहिँ म बाहिर पढ्न जानलाई अलिकति चाहिन्छ होला बुवा अनि कान्छ कस्तो बोरिङ कुरा गर्दै यार झन्डै निकाल्नु म त यार म चाहिँ टक्क लाएर क्रस फायर किन्ने हो कि मेरो ग्याङ्सहरू सबको क्रस फायर छ होइन बाउ टक्क लाएर चाहिँ गर्लफ्रेन्ड सबै घुमाउनुलाई दामी हुन्छ क्या त्यो चाहिँ अब टक्क लाएर लङ ड्राइभमा होइन यसो गाडी पनि किन्नुपर्छ कि त पानी सानी पर्छ नि त कहिले काहीँ दामी एउटा गाडी यहाँ 1 करोडलाई सदुपयोग गरेर 2 करोड कसरी बनाउने डबल कसरी बनाउने भन्ने कुरा गरेर बेलामा उहाँ जेठाको कति राम्रो कुरा गरे तसँग केही छ चिट चौवर कसम तपाईँ कसम हार भनिदिन्छु आज यो ब्याग दिनु मलाई 1 करोडको 2 करोड बनाइदिन्छु कसम यु जस्ट ओभर थिङ्क द्याट यसको बुद्धि यसले मलाई पाल्दैन रहेछ